गोविंद भगवान को म ब्रह्मदेवलाई खुसी पारेर अब यहाँ एक छत्र राजी गर्नेछु। अब म तपस्या गर्न थाले। ओम ब्रह्मणे नमः। ओम ब्रह्मणे नमः। ओम ब्रह्मणे नमः। ओम ब्रह्मणे नमः। अरे तारकासुर, आँखा खोल। ब्रह्मणे म तिम्रो तपस्याले अत्यन्त प्रफुल्ल भएको छु। म ब्रह्मलोकबाट ब्रह्मा बोल्दैछु। भन तिमीलाई के चाहिएको छ? ब्रह्मदेव ब्रह्मदेव प्रभु हजुर यहाँ आइबक्स्यो। अत्यन्त खुसी भए प्रभु। तिम्रो त्यो कठोर तपस्या, तिम्रो त्यो कठोर साधना, जुन साधना और तपस्याले गर्दा मेरो मन पग्लिएको छ, तसर्थ तिमी जे माग्छौ म त्यो दिनको लागि तयार छु। भन तिमीलाई के चाहियो? प्रभु साँच्चै दिई बक्सिन्छ मलाई? अवश्य। प्रभु मलाई अरू केही चाहिँदैन, मलाई यति मात्र दिई बक्सिस्। म अजर अमर हुँ प्रभु। अरे तारकासुर, हुन त तिमीहरू राक्षसहरूको स्वभाव नै त्यस्तै हुन्छ। मै खाऊँ, मै लाऊँ, मै सर्वै सर्वा मै बनाऊँ। यो संसारमा म भन्दा बाहेक अरू कोही नबाचौँ, सबै मै अजर अमर हौँ भन्छौ। तर एउटा कुरा तारकासुर, म स्वयं ब्रह्मा त आज अजरता र अमरताको वरदान पाएको छैन। आफूसँग नभएको चिज म तिमीलाई कसरी दिन सक्छु? त्यसैले तारकासुर, त्यो भन्दा दोस्रो अरू कुनै वरदान माग, जे माग्छौ म दिनको लागि तयार छु। ओहो, अब एउटा बुद्धि लाउँछु म। यहाँ यो संसारमा शिवजीको सतीदेवीको प्राण गइसके पछाडि शिवजीले सतीदेवीलाई लिएर पुरा ब्रह्माण्डमा घुम्दै हुनुहुन्छ। अब शिवजीले विवाह त गर्नुहुन्न। अब यो बुढो ब्रह्मालाई यही वर माग्नु पर्यो कि मेरो अरू कोहीसँग पनि मृत्यु नहोस्, कसैको हातबाट पनि मृत्यु नहोस्, शिवजीको पुत्रको हातबाट मृत्यु होस् भनेर वर माग्छु। त्यति गरेपछि त म अझ अमर भइहाल्छु। किनभने भगवान शङ्करले त अब दोस्रो विवाह गर्नुहुन्न भन्ने मलाई थाहा छ। त्यही माग। अरे तारकासुर, मैले तिमीलाई वरदान माग भने, तर तिमी आफै अनेक तर्क वितर्क सोच विचार गरेर बसिरहेका छौ। होइन प्रभुजी, ब्रह्मदेव मलाई अब विवाह गर्नु भएको छैन। सती देवी माताको मृत्यु भइसकेको छ। भगवान शङ्करको विवाह हुँदैन। यो स्वर्ग अब मेरो भयो, सबै यो मेरो भयो। स्वर्ग मर्ते पताल सबै मेरो भयो। अब म स्वर्गमा गएर देवताहरूको राज्य हडपेर बस्छु। म गएँ स्वर्गतिर। आज तारकासुर अब आफूलाई सर्वेश्वर भारत प्राणको रक्षा चाहन्छस् भने त यहाँबाट कि त पातालमा गएर बस, होइन भने मर्नको लागि तयार भए। मैले त यो स्वर्गबाट वाहेर बिरालोको जस्तो अनुहार बनाएर पठाइदिइसकेको छु यिनीहरूलाई। तयार मलाई यहाँ जा भन्छस्? अरे तारकासुर, निर्दोष अनि कमजोरलाई त तैँले पनि दबाउन जानेकै छस्। मेरा अत्यन्त निरीह भएर बसेका यी देवताहरूलाई तैँले परास्त गरिस्।
हुँदा हुँदा यी अप्सराहरूलाई तैँले दुःख दिइस्, हुँदा हुँदा यी स्वर्गका अन्य जीव जीवात्मा पुण्यात्मा जीवात्मा माथि तैँले अराजकता फैलाइस्। हे मूर्ख तारकासुर, पापको पनि एउटा सीमा हुन्छ। तेरो त्यो पापको घडा अब भरिसकेको छ। त्यसैले सक्सेस भने मसँग युद्ध गर, किनभने यहाँबाट भाग। अच्छो खाए बच्चो खाए झुसे बारुलो, केटा केटी आए गुलेली खिलाए मटेङ्ग्राको नाच। कपको भगवान बाबु हेर्दाखेरि त दुध खाने बालक जस्तो सस्ता। अरे स्वरूपको वर्णन किन गर्छस्? अहिले यहाँ स्वरूप र स्वभावको कुरो छैन तारकासुर। अहिले त यहाँ केवल शक्तिको प्रदर्शन छ। उनी भोलेनाथ भगवान शङ्करको कृपा पात्र म कार्तिकीय कुमार मात्र तेरो काल बनेर आएको छु। त्यसैले मर्नको लागि तयार भएर बस। कार्तिकी, भगवान शङ्करले त बिहे नि गर्नु भएको छैन त, तिमी चाहिँ कहाँबाट आयौ यहाँ? पूर्ण ब्रह्म परमात्मा अन्तर्यामी, जसको सङ्कल्पबाट सारा जगतको सृष्टि स्थिति प्रलय भइरहेको छ, उनी भगवानको त्यो दिव्य तेज जसबाट मैले जन्म लिएको हुँ, जसलाई कृतिका माताले दुधपान गराउनु भयो, षण्मुख भएर आए। त्यही भएर आज मलाई कुमार कार्तिकीय स्कन्द पनि भन्छन्, शिवपुत्र पनि भन्छन्। त्यसैले मूर्ख तारक, अझै पनि म भन्दैछु, भन् तेरो अन्तिम इच्छा के छ? म यो स्वर्गको राजा हुँ, राजाको इच्छा सोध्दा त कोस तँलाई म यहीँबाट मारेर फ्याँक्दु के जान्छस्? अरे ए देवराजेन्द्र, वरुणजी सुन्नुहोस् न, के दुष्ट तारकासुर के भन्छ? यसको भनाइमा तपाईँहरूलाई हँसी आएको छैन? ए उर्वशी, पूर्वचित्ती, ए मेनका, हेर न, काल आउने बेलामा कमिलाको पनि पखेटा पलाउँछ भन्ने रहेछ। यो दुष्ट अपराधी आज मदोन्मत्त भएर आज यसको शिरमा काल घुमिरहेको छ, थाहा छैन। हे देवता हो, हे अप्सरा हो, तिमीहरू छेउछेउमा बस, यो दुष्टलाई म अहिले मारिदिन्छु। अब म पनि तसँग युद्ध गर्छु, युद्ध। कसको मृत्यु कसको हातबाट हुन्छ अब समयले बताउँछ। ठिक छ, त्यसो भए तयारी बन। ल आक्रमण! आइजा आइया ढाड भाँच्यो, फेरि पनि उठ्छु। भक्तवत्सल भगवान को हे नाथ, आज हजुरले हाम्रो मनोरथ परिपूर्ण गरिबक्स्यो। हजुरलाई मारेर आज यो हे नाथ, हजुरको जय जय होस् प्रभु, हजुरको जय जय होस्। देवराज, अब हजुर यहाँ आरामसँग बस्नुहोस्, किनभने मैले हजुरको यो दुश्मनलाई मारिदिसकेको छु। अवश्य प्रभु, हजुरको कृपाले आज। आदरणीय भक्तजनहरू, यही कथाको साथसाथ आजको सम्पूर्ण कथा यही विश्राम भएको जानकारी गराउँछु। सम्पूर्ण कथा भगवान
लिटाओ आरती हरि को कर्पूर गौरम करुणावतारम संसार सारम भुजगेन्द्रहारम सदा वसंतम हृदयारविन्दे भवं कपित्थजम्बो फलचारुभक्षणम् उमाश्रुतं शोकविनाशकारकं नमामि विघ्नेश्वरपादपङ्कजं कल्पितमाशरं हिमजलैः स्नानाञ्च दिव्याम्बरं पात्रे पायसं भक्ष्यं पञ्चविधं पयोदधीर्प्रपाफलं पानकं साकारं वैतं जलमृतिकरं कर्पूरखड्गजलं ताम्बूलं मनसा मया विरचितं भक्त्या प्रभो स्वीकुरु जय जय श्री राधे श्याम नमः पार्वतीपतये हर 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 महादेव शंभो। मधुसूदन पौडेल धनपुरा 10बाट एक अघि हाम्रो गुरुदेवबाट टीका प्रसादका निम्ति यहाँ स्टेजमा आउनुहोला।